इलेक्ट्रोनिक्सको मजा कति छ भनेर आज म एउटा भिडियो बनाउँदैछु। एउटा मैले एसएमपिएस यो भनेको नर्मली हामी चार्जर भनेर बुझ्छौँ। यो 12 भोल्ट 3 एम्पियरको चार्जर हो। यसलाई मैले सोलरको प्यानल बिग्रेको कारणले सोलरको ब्याट्री चार्ज गर्न युज गरिरहेको थिएँ, तर पड्केर यो बिग्रिएछ। एसएमपिएस रिपेयरिङ गर्न एकदमै मजा लाग्छ मलाई चाहिँ, किनकि यसले कसरी काम गर्छ भन्ने सबै सेक्सनहरूको डिटेल थाहा पाइयो भने यसलाई रिपेयरिङ गर्न एकदमै सजिलो, मलाई चाहिँ एकदमै सजिलो लाग्छ। झट्ट हेर्दाखेरि हाम्रो यो एसएमपिएसमा जहिले पनि 2 सेक्सन हुन्छ। यतापट्टि एसी, हाम्रो एसीलाई रेक्टिफाई गरेर डिसी बनाउँछ, यसलाई डिसीलाई स्मुथ बनाउँछ। त्यसलाई सिधै हाम्रो यहाँ सानो आइसी छ यहाँनिर, एसीलाई सिधै स्विचिङ गरेर त्यो डिसीलाई सिधै स्विचिङ गरेर एसी बनाउँछ र त्यो एसीलाई यो ट्रान्सफर्मरमा हाल्छ। त्यो स्विचिङ गर्ने मेन कम्पोनेन्ट यहाँ पावरफुल मोसफेट छ। 400-500 भोल्टेजदेखि 1000 भोल्टेजसम्मको हुन्छ यो चाहिँ 5 एम्पियर 600 भोल्टको हो। यसले सिधै एसी बनाएर ट्रान्सफर्मरमा हान्छ र यसको आउटपुटलाई सिधै यहाँ डिसी बनाएर निकालिन्छ। यति हो थ्योरी। सबैभन्दा यहाँ एकदमै हिटमा आउने कम्पोनेन्ट भनेकै यही मोसफेट हो। प्रायः जसो धेरै एसएमपिएसमा पड्किने यही मोसफेट हो। अब यो पड्किँदा यसका छेउछाउका छरछिमेकी पनि पड्किन सक्छन्। यहाँनिरका 3-4 रेजिस्टरहरू डढेको देखिँदैछ। यो मोसफेटको सोर्स भन्ने पिनमा यिनीहरू लागेका हुन्छन् सिरिजमा। नर्मल्ली मोसफेट सर्ट भयो भने उसले त्यो सँगसँगै त्यो सोर्स रेजिस्टर पनि सर्ट गराउँछ। पक्कै पनि यो सर्ट हुनुको मतलब मोसफेट सर्ट भएको हुनसक्छ। टेस्ट गरेर हेरौँ। टेस्ट गर्नलाई मल्टिमिटरको कन्टिन्युटी फङ्सनमा लगाउँ। अहिले ओहम्स फङ्सनमा गएको हुनाले मैले यहाँ सेलेक्ट गरेर यहाँ बजर आएको छ, बजरको साइन, यसले कन्टिन्युटी टेस्ट गर्छ। अब सिधै त्यो डढेको रेजिस्टरको दुईपट्टि हामीले राख्यौँ र केही पनि आएन भने रेजिस्टर डढेर ओपन भए, रेजिस्टर ओपन, डिस्प्लेमा केही पनि छैन। नर्मल्ली हाम्रो मोसफेटको पिन आउट भनेको गेट, ड्रेन, सोर्स हुन्छ 3टा। गेटको कुरा छोड्यौँ, ड्रेन र सोर्स कहिलेकाहीँ सर्ट हुँदाखेरि ड्रेन र सोर्स प्रायः सर्ट हुन्छन्, ओपन अलिक कमै भएको देखिन्छ। गेट, ड्रेन, सोर्स। गेट भनेपछि यो गेट, ड्रेन र सोर्स, यो चाहिँ सर्ट भयो भने मोसफेट सर्ट। मल्टिमिटरमा पुरै 0.1 ओहम्स र रातो बत्ती बल्याएको छ भने चाहिँ यिनीहरू सर्ट भएको छ। यो मोसफेट सर्ट भएरै यो रेजिस्टर उडाइदिएको छ। अब यसमा नर्मल्ली हामीले यो पनि सर्ट भयो, यो पनि उड्यो भनेपछि फ्युज पनि उडेको हुनसक्छ। फ्युज यहाँ छ, फ्युज चेक गरौँ। फ्युज उड्ने चान्स एकदमै हाई छ, किनकि डाइरेक्ट सर्ट भएको छ। फ्युजमा पनि केही रेस्पोन्स दिएन, फ्युज पनि उड्यो। अब योभन्दा अगाडि फ्युज हुन्छ र यो 4टा डायोड हुन्छ। डायोड पनि जान सक्छन् कोही बेला, सानो खालको डायोड छ, डायोड गए कि भन्ने अर्थ लाग्न सक्छ। डायोड टेस्ट फङ्सनमा लगौँ यसलाई। डायोड फङ्सन सुरु भयो। यसरी चेक गर्दाखेरि नर्मल्ली 500 देखि 600 मिलिभोल्ट देखाउनु पर्ने हो, यहाँ त एकदमै कम देखाइरहेछ। यो पहिलो डायोडमा फल्ट देखिँदैछ, दोस्रो डायोड ठिकै छ, तेस्रो डायोडमा सङ्ख्या, चौथो डायोड टेस्ट गरेर यसमा बिग्रेको 4वटा कुराहरू, यो मोसफेट नयाँ, फ्युज गएको छ, 2टा डायोड गएको छ, सिरिज सोर्स रेजिस्टर गएको छ, त्यसको रिप्लेसमा 4टा कुरा फेरौँ अनि हेरौँ।
थर्मल पेस्ट पनि लगाउनुपर्छ, होइन भने मोसपेटको तातो हिट किन यस्तो गर्नु पर्यो भन्दाखेरि अब एसएमडी रेजिस्टर तत्कालै थिएन, त्यसैले मैले ठुलो रेजिस्टर राखेको छु। अब यो रेजिस्टर यसले काम गर्यो भने यसलाई म यतापट्टिको यो खाली भागमा यसलाई फिक्स गरिदिन्छु र यो एसएमपिएसमा 3-4 काम गर्दा नि सफल हुन सकेन। मैले यो सोर्स रेजिस्टर फेरेँ, यतापट्टिको फ्युज फेरेँ, यो पहिलो र तेस्रो डायोड फेरेँ, यो पावर मोसफेट फेरेँ। अहिले पनि यसले राम्रो काम गर्न सकिरहेको छैन। अब 1-2 कम्पोनेन्टहरू थोरै फेरि चेक गरौँ। मैले मेन क्यापेसिटर भने मेन आइसी नै पो गएको हो कि भन्ने कुरो चाहिँ मैले चेक गरेको छुइनँ। मेन आइसी चेक गर्नलाई कहिलेकाहीँ आइसी ओपन भयो भने त अलिकति रिप्लेस गरेरै चेक गर्नुपर्छ, अथवा सिग्नल हेर्दा पनि हुन्छ आइसीको। सर्ट भएको चिज सजिलै थाहा पाउन सकिन्छ। सानो आइसी छ 6 पिनको, यहाँनेरि यत्रो चामलको दाना जत्रै आइसी। यो आइसीलाई सप्लाई दिने भिसिसी क्यापेसिटर भन्छ यहाँ छ। हरेक एसएमपिएसमा हुन्छ है। यो चाहिँ यो सानो 50 भोल्टको 10, 15, 22 युएफ माइक्रोफ्यारेडको रहेछ। यो आइसीलाई ठ्याक्कै प्लस र माइनस सप्लाई दिने। यो आइसीको 2टा खुट्टामा चेक गर्दा सर्ट देखायो भने आइसी सर्ट भएको, नत्र नर्मल्ली कुनै पनि क्यापेसिटरको दुईपट्टि राख्दाखेरि सर्ट देखाउनु हुँदैन। पुरै 2 ओहममा झरेको छ भनेको यो सर्टै भएको हो। यो पक्कै पनि काम नगर्नुको कारण चाहिँ यो आइसी नै सर्ट भएको हो। यसको एक्रोसमा टेस्ट गर्दा सर्ट छ, यसको मतलब हाम्रो आइसी गयो। अब यसको रिप्लेसमेन्ट आइसी मसँग छ कि छैन भन्ने कुरो हो, म खोज्छु अनि देखाउँछु। भेटेँ, निकै बेर खोजेर भेटेँ। मेरो सबै म लाइक एक्सेलमा इन्ट्री गर्छु मसँग भएको पार्ट्सहरू, किनकि पछि खोजेर मात्रै भेटिँदैन। एक्सेलमा त भेट्यो, बट्टामा खोज्दा मलाई निकै हम्मै पर्यो। आइसी कति सानो छ हेरौँ न। यहाँ 10वटा आइसी छन् यो रिलभित्र। मैले यहाँको सानो कोट्याएर एउटा निकाल्नुपर्ने हुन्छ एउटा आइसी निकाल्नलाई। यो आइसी निकाल्दा उछिटिएर झऱ्यो भने अब यो भेट्न मुस्किल छ। भन्दै झरिगयो नि। अब कहाँ पुग्यो? 1 मिनटको अथक प्रयासपछि मैले आइसी भेट्टाउन सफल भएँ। यत्रो छ है, यत्रो कालो औँलाको टुप्पामा यही हो सबैभन्दा यो एसएमपिएसको मुटु। यसलाई कन्ट्रोल गर्ने आइसी नै यही हो। अब यसलाई रिप्लेस गर्नतिर लागौँ। यहाँनेरि टक्क बस्नुपर्छ। आइसी फेर्ने जटिल काम चाहिँ सम्पन्न भएको छ, तर खुट्टा यति नजिकै हुन्छन् कि कहिलेकाहीँ यो आइसी खुट्टाको 2टा पिन भित्र सोल्डरिङ धेर फ्लो भएर सर्ट भइरहेको हुन्छ। अब त्यो सर्ट सर्किट चाहिँ छ कि छैन, अघि हामीले यो क्यापेसिटरको 2तिर चेक गर्दाखेरि सर्ट थियो र आइसी गयो भन्ने कुरा हामीले कन्फर्म गरेका थियौँ। अब यो आइसी फेरिसकेपछि 2तिर टेस्ट गरौँ है त, सर्ट देखाउँछ कि देखाउँदैन। अघि 2 ओहम देखाइरहेको थियो, अहिले कम्प्लिटली ओपन छ भनेपछि आइसी नै सर्ट भएको थियो र त्यस्तो भइरहेको थियो। फाइनल टेस्ट चाहिँ मैले लाइभ नै गर्ने भए। अब यो ठुलो बत्ती बल्यो भने अझै सर्ट भयो, अझै टेन्सन छ। मल्टिमिटरमा 15 भोल्ट देखायो भने मेरो यो यत्रो लामो रिपेयरिङ पास भयो।
सायद बत्ती जोडेको कारणले ड्याममा त पड्किँदैन होला, हेरौँ। बत्ती बल हो, मतलब अझै पनि सर्ट छ यसमा। अब यसको अरू पार्टमा पनि समस्या आएको छ, जस्तै हाम्रो यो मेन आउटपुट रेक्टिफायर डायोड छ ठुलो, यो 3, 4, 5 एम्पियरको। यो डायोडमा त पुरै सर्ट देखाउँदैछ भनेपछि यो सुरुमा डायोड सर्ट भएछ। ल, दुईटा मोटो डायोड बाहिर निस्केको छ। यो बाहिर निकालेर टेस्ट गर्दा चाहिँ यसको एक्ज्याक्ट कन्डिसन थाहा हुन्छ। मल्टिमिटर डायोड मोडमै छ। .1 यो डायोड ठिकै देखिन्छ। यो डायोड सर्ट देखिन्छ भनेपछि एउटा डायोड सर्ट भएर यसले एसएमपीएस पड्काएको। यो डायोड सर्ट गराउने काम चाहिँ मेरो हो, किनकि कुनै पनि ब्याट्रीलाई करेन्ट लिमिट नगरिकन डाइरेक्ट चलाउन हुँदैन। मैले त्यसो गरेँ। हाई एम्पियर भएर यो डायोडले ओभरलोड लियो, यो डायोड फेल भयो, यसले गरेर आइसी को सेक्सन उडाइदियो। त्यसो हुँदा त्यसको रिप्लेसमेन्टमा यो TO220 केसको 16 एम्पियर 200 भोल्टको डायोड लगाइदिनु पर्ने हो। यो लगाएपछि त पक्कै थाम्छ, तर यो अलिकति तात्न सक्छ। योसँग एउटा हिट सिङ्क पनि टाँस्नु पर्ने कन्डिसन। सोल्डरिङ गरिदिने हो। अब म छिट्टो यसलाई जोडिहाल्छु। अब यसलाई फेरि फाइनल चेक भनौँ न। हरेकचोटि फाइनल चेक गरेको 10 चोटि भइसक्यो। बत्ती पिलिक पिलिक गऱ्यो भने बलेन, 15 भोल्टेज देखियो भने बन्यो। अब मैले हालेँ है त। ल, मेरो 3-4 घण्टा लामो रिपेयरिङ अन्त्यतः सफल भएको छ। 19 भोल्ट आइरहेछ। अब मेरो काम भनेको यसलाई अनप्लग गर्ने, रिपेयरिङ सफल भयो भनेर बुझ्ने, अनि यो ठिङ्रिङ्ग उभिएको एउटा रेजिस्टर छ। अब यसलाई यसरी त हाल्न मिल्दैन, यसरी उभिएर यो बाँसको घनो उभ्यो यस्तो। यसलाई दुलो पारेर यो खाली ठाउँमा फिक्स गर्ने, जुन चाहिँ ओरिजिनल भन्दा यहाँ सानो 3टा एसएमडी रेजिस्टर थिए त्योभन्दा यो दह्रो पनि भयो। यतापट्टि हामीले 5 एम्पियरको डायोड खुस्काएर 16 एम्पियरको हाल्यौँ, 100 भोल्टको खुस्काएर 200 भोल्टको हाल्यौँ, झन् दह्रो भयो। हाम्रो मोसफेट थियो हाम्रो पहिला 5 एम्पियरको, अहिले मैले यसलाई 8 एम्पियरको हालेँ, त्योभन्दा दह्रो भयो। आइसी थियो 2263, जुन अलिक पुरानो भर्सनको थियो, त्यसलाई मैले रिप्लेस गरेर 2273 को हाल्ने भनेको ओरिजिनल भन्दा दह्रो भयो। भनेपछि हामीले यो एसएमपीएसलाई पुरानो भन्दा पनि अपग्रेड गरेर अझ पावरफुल र अझ स्ट्रङ बनायौँ। सायद पहिलाको जस्तो यो पड्किने चान्स यसमा कम छ। यहाँ एउटा यो भिसिसी क्यापेसिटर छ, यसको आयु सायद घट्यो होला। यसको पनि इएसआर भ्यालुहरू हुन्छ। यसलाई अहिले म निकालेर यसको पनि भ्यालु हेर्छु। अलिकति एजिङ फ्याक्टर हुन्छ, अलिकति उमेर पुगेपछि यो क्यापेसिटरहरू डिग्रेड हुन्छन्। यो डिग्रेड भएपछि आइसी जाने चान्स ज्यादा हुन्छ। यसको इएसआर हेर्छु, अनि त्यसपछि यसलाई फिक्स गरेर बट्टामा लाएर यसलाई सर्भिसका लागि युज गर्छु। यत्रो लामो बोरिङ भिडियो हेरिदिनु भएकोमा धन्यवाद।